बसन्त दाइ के भयो किन यसरी हात्तिर आएको केशरी दिदीले पारी पाखोमा झुन्डेर आत्महत्या गर्ने कोसिस गर्नुभएछ त्यही भएर अहिले अस्पताल लगेको छ अरे केशरी खोइ कस्तो छ उसलाई किन चाहे तपाईलाई केशरी मरि कि बाँचे भनेर हेर्न आउनु भएको होला हैन पर्दैन भेट्न आफ्नै दुलाईलाई सम्हाल्नु न मसँग बोरिस पछि पोखोली केशरी कहाँ छ छिटो भन न भित्र कस्तो छ तँलाई के भरे कि तैँले तेरो बुद्धि के भएको भन् त मेरो गल्तीको सजाय आँकुलाई किन दिँदैछस् को हो र तपाईँ मसँग के सम्बन्ध छ र तपाईँको मेरो बारेमा जान्ने अधिकार परालाई छैन म पराई हो भने किन अर्कोतिर फर्केर कुरा गर्दैछस् मेरो आँखामा हेरेर कुरा गर्न बिबी मलाई गाह्रो भयो यो मान्छेलाई यहाँबाट जानु भन्दै सुन्नु भएन दिदीलाई गाह्रो गरे तपाईँ यहाँबाट गुरुको जानु